हेलो गाइस, वेलकम टु माई च्यानल। हामी चाहिँ आज दाउरा काट्न जाँदैछु। हामीसँग साथ दिनु होला है त। हामी बन्छ राख्नु पर्छ। के भन्छ उतैतिर जाऊ। म पौडी खेल्नु पर्यो। कस्तो फोहोर छ तिमी कसरी जाने त्यत्रो भलाइरहेको थिएन। ए यहाँ पो जाने है। बन्चर कहाँ राख्ने? यो खुट्टाले लाग्ला त्यसले लाग्ला धारले लाग्ला तिम्रो ढाडमा चौतातिर उयोमा थियो। चौता त मैले गर्दा थिएँ है। मेरो बाजे खोला जाँदैछु हामीहरू चट्ट हालेर। अस्ति भर बनाएको चौतारा हो यो। मैले भनेको यहाँ एउटा बाजेको मृत्यु भएको थियो। मृत्यु डेट आँपको बोटी हानी चट्ट छ। हेर्नु त यहाँतिर म मोडल हिँडेको हिँडिरहेको छ हामी। यहाँ यो अर्को बन्चर मोडल छ। यहाँ बन्चर मोडल नि अहिले मोडल जस्तो अमन दाई यहाँबाट सिधा आउनु है। मोडल त सरी ओहो चट्टी लगाइदिने हेर्नु फेरि। यो चट्टी हो कि कट्टु लु भन्दै हो। चट्टी कट्टु यो चट्टी कट्टु यो आल्चा किन भिडियो गरे आन्टी ठीक यो डाँडामा सँगै चढौला नि पोकाल सँगै होला तिमी मौसम क्लियर कि मोबाइल क्लियर कि सबै क्लियर। यो मौसम क्लियर होइन नि तर घाम आयो रोज राम्रो देखिन्थ्यो रहेछ नि आज कसम। पूजा गाउँ लो गाउँ आकाश कति राम्रो छ हेर्नु होला। गर्न जाने अमनलाई दाउरा चिन कस्तो अप्ठ्यारो बाटो है। कति मस्त यार एउटा नि झर्ना आएको यता त। औ त्यहाँ अर्काले गोडिसकेको चित्नु होइन छोटे बाजेहरूको उ त्यहाँ हर्के काका भएको ठाउँमा। एउटै मराना भएको लखु नबोलिकन बस म भाषण गर्छु तरी फस्छ है मूर्ख मान्छे। यो दुईटामा कुन चाहिँ मूर्ख छ भन्नु होला है त। तिमी नै मूर्ख छौ। गाइस फेरि हामी फर्किसके घर बाटोतिर।